हेलो साथीहरू, सेवा हो सम्पूर्णमा अनि वेलकम छ मेरो मिनी भ्लगमा। म र मम्मी चाहिँ पूजा गर्न जानु थियो, त्यही भएर बिहानै उठ्यौँ 4 बजे अनि ब्रसहरू गर्दैछु। जाडोमा पानी पनि चिसो थियो, तर पनि मैले चाहिँ हात खुट्टा मुखहरू धोएर ब्रस गरेर म र मम्मी चाहिँ अनि रेडी भएर पूजा गर्नलाई घरबाट बाटो लाग्यौँ उकालो। मैले चाहिँ फोनको रेकर्ड गर्दै हिँडिरहेको थिएँ फोनबाट। अनि बाटो देखिनँ, मैले मम्मीलाई मम्मी टर्च दिन्न म देखाउँछु तपाईँ हिँड्नु भने। अनि मैले मम्मीलाई टर्च मागेँ अनि मम्मी अगाडि अगाडि म पछाडि पछाडि मैले चाहिँ टोपी लगाएको थिएँ अनि मम्मी चाहिँ टोपी देख्नु भएन छ, ज्याकेटको टोपीले छेलेछ। अनि मम्मीले भन्नुहुँदै थियो खोइ टोपी लाऊ ठिक हुन्छ जाडो हुन्छ भन्नुहुँदै थियो। अनि मैले टोपी लगाएको छु त भन्दै थिएँ, तर मम्मी देख्नु भएन छ। अनि मैले टोपी छ भने अनि मम्मी हिँड्नु भयो। अस्ति चाहिँ गाउँको बुनले हाम्रो एउटा टर्च लगेको थियो अनि मम्मीले हाम्रो टर्च ल्यायो गाउँबाट भन्नुहुँदै थियो, मैले ला छैन भने। अनि मम्मीले गाली गर्नुहुँदै थियो हल्का हल्का, त्यही पनि मैले बाल्दिनँ। त्यसपछि माथि डाँडामा निस्केर मैले साउनी बजारको साउनी चोकको भ्यू देखाएँ, रातिको नाइट भ्यू अनि टिकट गरेँ हल्का। अनि फेरि हामी गयौँ सरासरी। अनि मैले चाहिँ मम्मीलाई ढाँटेँ कि मम्मी साथीले सोध्दैछ कहाँ हिँडेको भनेर भनिदिनु त कहाँ हिँडेको भनेको। अनि मम्मीले हामी चाहिँ खाबुको मन्दिरमा हिँडेको बाबु भन्नुहुँदैछ। मम्मीले फेरि साथी भन्नु, साथी नयनको याद गर्नुहुन्छ क्या। अनि नयन हो भन्नुहुँदै थियो अनि मैले भनिदिएको। अनि सन्चै छौ भन्नुहुँदै थियो, फेरि मैले होइन होइन कोही पनि होइन भनेको। अनि हिँड्दै थियौँ, फेरि मलाई मम्मीले त छट्टु भन्दै गाली गर्नुहुँदै थियो। अनि फेरि मम्मीले चाहिँ यत्रा हातमा लट्ठी लिइराख्नु भएको छ कि त्यो किन लट्ठी लिएको भन्नुहुन्छ भने चाहिँ पोहोर हामी त्यही मन्दिरमा पूजा गर्नु जाँदाखेरि मम्मीलाई कुकुरले टोकेको थियो। अनि मम्मीलाई कुकुरले टोक्छ भने डर भयो अरे, त्यही भएर बोक्नु भएको अरे। अनि के भन्नुहुँदै थियो भने चाहिँ पोहोर त मलाई कुकुरले टोकिहाल्यो, यसपालि चाहिँ त्यो कुकुरलाई म अलिक बलियो भएको छु, अब त्यो कुकुर फेरि टोक्न आयो भने त्यो कुकुरलाई मारिदिन्छु भन्नुहुँदै थियो। फाइनली साथीहरू हामी चाहिँ मन्दिर पुगिसक्यौँ। अनि मन्दिरदेखिको हल्का माथिल्लो घर पुगेपछि मैले रेकर्ड गरेँ। अनि मम्मीले जहीँ त्यहीँ रेकर्ड नगर भन्नुहुँदै थियो। मलाई पनि फर्स्ट टाइम हो नि त रेकर्ड गर्दै हिँड्ने बानी। अनि टिकटक त म जहाँ पनि बनाउनु कस्तो पनि लाग्दैन। अनि हल्का मलाई पनि डर लाग्दै थियो, डर भन्दा नि अलिक कस्तो अनकम्फर्टेबल लागिरहेको थियो कि। हामी पूजा गर्नु भनेर गएको मन्दिर चाहिँ यही हो, यो देखाइरहेको छु। अनि त्यही मन्दिर हो भन्दै हामी गयौँ म र मम्मी। अनि घरमा बाजी छ कि छैन भन्ने फेरि डर थियो कि, बिहानै गएको। अब बाजेहरू त गाउँघरमा त बिहान बिहान उठेर खेतमा पानी लाउनु जानुहुन्छ भनेको त खेतमा पानी छ, तर बाजेहरू चाहिँ घरमै हुनुहुन्थ्यो रहेछ भन्दा नि उठेर जानु लाग्नु भएको थियो गाउँतिर। अनि हामी आयौँ भने मन्दिर पस्ने बाजे भने मन्दिरतिर। अनि हामी मन्दिर पस्यौँ। फेरि मन्दिर पस्ने बेलामा हात खुट्टा धुनुपर्छ। अनि हात खुट्टा धोएँ मैले। अनि हात जाडोले चिसो भइरहेको थियो, हाम्रो घरतिर त पानी कति धेरै चिसो थियो जन्म त कति धेरै चिसो पानी। अनि हात खुट्टा कक्रिरहेको थियो। अनि फुलहरू टिपेर हामी मन्दिरमा पस्यौँ। अनि मैले भित्र पसेर मम्मीहरूलाई फुल दिएँ। अनि बाजे पनि पसेर बत्तीहरू बाल्नु लाग्नु हुँदै थियो। अनि हामीले पनि बत्ती बाल्नु सघायौँ बाजेलाई। अनि बाजेले भन्नुभयो के को लागि हो पूजा, कि पूजा मात्र आउनुभयो कि भाकलहरू उठाउनु भएको थियो भन्नुभयो। अनि मैले उठाएको छु मैले धेरै भाकल भने। अनि बाजेले चाहिँ के को भाकल हो भन्ने सोध्नुभयो। अनि बाजे मैले चाहिँ के मेरो साथी एकचोटि मारु नाच्दाखेरि उसलाई गाह्रो भएको थियो नाचिसकेपछि, अनि त्यही भएर मैले यहाँ आउँछु उसको हातको भेटीपाती चलाउनु ल्याउँछु भनेर भनेको थिएँ। अनि मैले त्यो भाकल बुझाउनु लिएको भनेको थिएँ। अनि हुन्छ त्यो भनेर उसको नामको फुलपातीहरू लगाइदेऊ न त मन्दिरमा भन्नुभयो। अनि मैले हस् भनेर म फुलहरू कता त्यहाँ खोज्नु थालेँ। मैले उठाएको उसको भाकलको फुलपातीहरू चाहिँ मैले चढाइसकेँ। अनि बाजेले पूजा गर्नुभयो। बाजेले झ्याम्टा बजाएर पूजा गर्नुभयो। बाजेले भन्नुभएको जसरी नै हामीले पूजा सबैतिर पूजा गऱ्यौँ। फाइनली हामी चाहिँ पूजा गरिसकेर घर लाग्यौँ। अनि मैले घर लाग्दा कि मैले सुलुलु भनिरहेको थिएँ, त्यो खुब टिकटकमा अहिले चलेको छ नि त। अनि मलाई मम्मीले भन्नुहुँदै थियो, मम्मीले मलाई बोलाउने निक्नेम चाहिँ फेरि बिराजो। अनि के भन्छ आज बिराजी बिहानदेखिको सुलुलु भन्नुहुँदै थियो। मैले हाँसेर टार्दै त्यो कुरा पनि। अब यति भन्दै म ब्लगबाट बिदा हुन चाहन्छु। बाई बाई साथीहरू।